हेलो गाइस, सन्चै आरामै हुनुहुन्छ? स्वागत छ हाम्रो मिनी ब्लगमा। आज हामी आमा छोरा चाहिँ घुम्न जाँदैछौँ है छोरा। कहाँ जाँदैछौँ भनेर अहिले पुसी भन्छौँ होइन। अहिले चाहिँ हामी यहाँ अलिअलि के अरे पोतपात बनाउन लगाइरहेछौँ होइन। सानोमा काट है, काट लिएर जाऊ। अलिअलि पोतपात बनाउनु पर्यो होइन। अनि हामी चाहिँ घुम्न जान लाग्यौँ। अनुहारै कस्तो भयो। यो चाहिँ पपाया किर्मिला। यो त मैले किने पनि होइन आज। मेरो मेकअप त केही हुँदैन खासै होइन। मेरो छोरा सबै दलिसक्यो भाइ। हामी चाहिँ नुहाइधुवाइ भएर चिसोचटो भएर हामी चाहिँ खासै टाढा जानु होइन। हामी चाहिँ अमेरिकातिर जानु लाग्यो घुम्नलाई होइन। यसो अमेरिकातिर हामी पनि गइदिउँ न होइन। यस्तो फुर्सो हुन्छ यार। 32,000 को मोबाइलमा पनि राम्रो देख्दैन मेरो थोप्रा भनेपछि कति नराम्रो रहेछु त म यार। कम दामको मोबाइल हो यो 32,000 को। 32,000 को आइफोन नभए पनि यो मोबाइल। अनि 32,000 को मोबाइल पनि राम्रो नदेखिन् भनेपछि म कतिको नराम्रो रहेछु हे प्रभु। यो चाहिँ के हो? बेबी बोन। यो जिन्दगीमा कहिले लाथिनँ, फर्स्टचोटि किनेको थाहा पनि छैन। बुबु बुबु भन्छ मेरो छोरो त। कपालले नि भन्नुको भने यस्तो घाम पऱ्यो क्या घाम। यहाँनिर राखेर बनाउनु पर्ने चाहिँ बुद्धि नभए मेरो। ए यसलाई त बल्ल नै हुँदैन यार। कस्तो फुर्सो हुन्छ न त। यस्तै ड्याप गर्नु पनि एउटा ड्याप गर्ने त्यो हुन्छ नि त। त्यो पनि छैन। मेरो गला कस्तो नदेखाएछ त क्लियरसम्म। छ्यान डल्लै छैन। अलिअलि राम्रो देखिन्छ तर कस्तो कालो देखायो यार घामले टल्केर। म यस्तो कालो छैन है। न यो टिपे आफूले त के गर्ने। यहाँ आइसेडो त छ नि, लाउन आउँदैन। यो कसरी कहाँ लाउने। अलिअलि म यत्तिकै दल्नु पर्यो। यो कलर लाग्थ्यो मैले होइन। मेकअप गर्न आउने जिन्दगीमा म मात्रै होला यार। हग्ने पात निस्केपछि त मेकअप गर्छु नि, आफूलाई आउँदैन। वाइ सबै दल्ने दलाल मैले यस्तो पिर्छु। मेरो छोरालाई सब दल्छ यार। एकको पारेर घाउ बनाइदिएर फेरि अनुहार यस्तो नराम्रो भयो कि। भयो यो लाउनु न यो गाजल होइन। लाउनै आउँदैन के लाउने यार। हातै काम छ। मलाई नहल्ला त सानो। मलाई यो लाउनु लाउँछु।
अरे माँ मर गए रे, हाय हाय रब्बा, क्यों तूने मुझे ऐसा बनाया। दल न दल सबै अहिले तँले यस्तो पिटे भेट्छ नि छैन। यो चाहिँ हामीले कहिले किन्यो भए सन्नी आउनु भयो जस्तो है यार, माथि कस्तो देख्यो यार, यसको बाबा आउनु भयो यार, क्या हो जस्तो सुकिसक्यो गाजर नि। मान्छेहरूले त कस्तो मान्छे हामीले लाउनु दिने। हामी घुम्न जान्न हो नि त। के रे के बना रे? म जान लागो उता गुरामल बोल्नु भा, त्यही भएर नाइ म त जानु हो। हामीलाई हतर भाइ लान्थि पैसा हेलो 2 लाख चाहिँ म जानला हो कि सनी। तपाईँ बसाल्दै गर्नु जानु। मलाई मलाई सुन्दै लास्ट खाएर बनायो के बा कस्तो पेट बिराम गरिरहन्छु हस्पिटलमा भोलि। दबाई त खानु पुरा खानु हुन्न अनि चपल नयाँ किने। ओहो मजा नि नयाँ चपल नयाँ। हेर्नुहोस् गाइस, इधर देखो पैसा का बोट आ गया हमारा। हामी चप्पल पनि पसलमै फेरेर आउने, मोजा पनि पसलमै फेरेर आउने, यता लाका चाहिँ उतै फ्याँकेर आउने। यस्तो कौन है हमारा पति है। हामी जानला हो कि छैन, हामी जान्छौँ गुराममा लाउँछु भन्ने खानु हुँदैन अनि रिसाउँछ फेरि। 2 लाख चाहिँ ल्याएको अब बल्ल त्यहाँ काम हेर्नु ला ला भनेर सब दलेर आमा हो भ्यासलिङ सबै दलेर सकाएछ नि यसले त। बनाउँछु नि मैले चक्कर राखेको यतिखेर मासु बनाउनु हुन्छ, जहिले पनि बिहान ल्याउनु सक्नुहुन्न खै मासु। हेलो हेलो यस्तो रिस उठ्दैन, कहीँ हिँडेर लायो भने यस्तै गर्नुहुन्छ। हेलो एक बजी आइपुग्नु पर्नु भने कति बज्यो यार? लिपस्टिक कस्तो हो यस्तो मिठो बाख्ना। कुनै हान्दै थियो यसले बाबु त परा हानि परा साथी गाइस हेर हामी चाहिँ घुम्न जाने भने जाने होइन, मासु बनाएर यार जहिले यस्तै हुन्छ यार, क्या यो। मैले एउटा लिपस्टिक किनेको नि, यो पनि अमाजी बिलले दिनुभएको हो, ल्याइदिनु भएको। लामो अब सत्य यतिकै त हुँदो रहेछ। अब बाइक नेक्स्ट बाइकमा बाई बाई गाइस, मासु बनाउनु पऱ्यो। ल गाइस हामी चाहिँ घुम्न जान अब रेडी हुँदैछौँ होइन, मेरो छोरा पनि रेडी हुन बाँकी नै छ। हामी अब रेडी हुन्छौँ, लेट्स गो गाइस। मलाई चाहिँ कस्तो देखेको छ, हामी चाहिँ रेडी भएपछि म चाहिँ अब मेरो सानो पुन्टीले मात्रै रेडी हुन बाँकी छ।
मुनि चाहिँ पनि माथि थियो धुलो लाएर चाहिँ गाइस म चाहिँ रेडी भइसकेँ अब मेरो पुन्टुलाई रेडी गर्नु बाँकी छ गाइस यहाँ रेडी भएर मात्रै कहीँ जाने भन्यो कि कहीँ जाने मात्रै भन्नुपर्छ हेर्नु घरमा कति काम आउँछ यहाँ मासु पनि पाक्दैछ गाइस मासु बेलाको बेला खाना आएर मासु पनि बनाउनु पर्यो मलाई मात्रै यस्तो हो कि अरूलाई नै यस्तो हुन्छ यार कहीँ जाने भनेको एउटा न एउटा काम आइरहेको छ यार मासु पकाएर अनि अब अनि मात्रै जानुपर्ने भयो आज त म जस्तो हुन्छ त्यस्तै बनाइदिन्छु अनि रेडी भइरहेको छ यता चाहिँ म पनि रेडी भइरहेछु अनि मेरो छोराले यस्तो पारा छ यहाँ मासुको पारा यस्तो छ अब म अलिकति झोल हालिदिन्छु अनि पाक्न छोडिदिन्छु यसलाई चाहिँ ल भयोस् नभए ढिला भएको बेलामा आफूले ल अब मेरो सानोलाई आइसाने रेडी हुन जाने लुगा लाउने हो छिटो ल यहाँ बस लुगा लाउने ल घुम्न जाने नजाने मम्सा मम्मी जाने कि बाबा छ भने ढिलो भएको बेलामा झन् नि गुइए त कहाँ गयो चुकुल तँ ढिलो भएको बेला चुकुल लाउँछस् त्यसलाई लुगा लगाइदिनु भएको छ होइन यता बच्चा भइसक्यो यही झ्याउ हुने क्या यार अय्यामा ल जा तक्रो बुढो भित्र के लाग्यो लानु यही माथि लाइन हुन्छ त्यो लुगा चाहिँ यता आऊ न ए ढिला भइसक्यो 1 बज्न लागिसक्यो होला छिटो के खोतालेर बस्छ के मलाई त यस्तो रिस उठ्दैन भने यसलाई देखेर त यो प्रभु कोही हिँड्न लाग्यो भने यार 50 घन्टा लाग्छ सिँगार पटार गरिदिन यसलाई यहाँ आऊ न त बाबासँग बस्छ है हुन्छ अनि ज्ञानी भएर लुगा लाउनु त छिटो सुक्या नि खाने क्या लुगा पनि सुक्या खाने जस्तो छोरा यो लुगा त होस् भित्रबाट त सुक्या बाहिर चाहिँ सुक्या खाने रहेछ यार लुगै सुक्या खाने गुइएको त यसको मुख हेर्न यहाँ फेरि यहाँ प्रभु लुगै सुक्या खाने रहेछ यसको त यार यसको लाउँदै नलाइ सानो भइसक्यो लुगा पनि धेर नमाथि है सानोले फेरि म लाँदिनँ नि त यहाँ बस पापा सकिन्छ जस्तो हेरेर चाहिँ यसलाई चाहिँ यसले ड्राइभरलाई चाहिँ खालि पापा पापा भन्छ कि हाँसु चाहिँ यसलाई देखेर त मलाई ल पापा भन्न सिकायो बच्चाहरूले जे भन्न सिकायो त्यही सिक्नुहुन्छ राम्रो मुखले बेस के झन् रिस उठेर थर्कायो भने त झन् पिटिए मान्दैन यार यसले त भन्यो बरु राम्रो मुखले सम्झाउनु पर्ने चाहिँ बच्चाहरूलाई मलाई थाहा भयो भने चाहिँ यहाँ नचल्न यसलाई चाहिँ ड्राइभर लाउनु बानी नभएर फेरि लाग्यो रुन थाल्छ यार छोड न
कस्तो हुने अब बाउ चाहिँ कहाँ कहाँ हो फेरि पुऱ्याइदिनु हो कि भनेको ढिला भएको बेला यस्तो रिस उठ्दैन मलाई ल त 12 बस्छ ल अनि उठ न त नि ज्ञानी मान्छे भयो ज्ञानी भयो ल हेर यता ल यतिको रेडी बनाइदिनु मेरो पुटिलो पुटिलो पुटुल पुटुल चुपाएर मम्मीलाई लिस्ट लगाएर बनेको सिराना आज जुत्ता र मजा लाउने जुत्ता र मजा लाउनु पर्यो नि छोरो जुत्ता मजा टोपी लाउदिनुहोस् पुन्टेको जुत्ता र मजा चाहिँ यहाँ पुन्टुरे जस्तै छ आज आज यहाँ ल यहाँ छिटो यहाँ यता आऊ यता यता यहाँ बस ल यहाँ बस मम्मीलाई नाटक नगर नि धेरै सानो छिटो लान ढिला भयो कि यहाँ सबजना गइसिनु होला यस्तो झ्याउ लाग्दैन मलाई त यसलाई देखेर त ए प्रभु ल जुत्ता यो बच्चा भइसी त आफूलाई तयारी हो बच्चालाई तयारी पार्दै केटा मान्छेहरूलाई त के चाहियो उनीहरूले त एउटा कटुलाई हिँड्नु फुत्त लाएर हामीलाई पो गाइजहरू बाउको धेरै जिम्मेवारी हुन्छ कि आमाको भन्नु त सबैजनाले यार यस्तो न खान पाइन्छ न सुत्न पाइन्छ यार बेलामा नभने बेला सुत्न पाइन्छ यार तेरो त क्रिम कहाँ पुग्यो छोरा त्यो क्रिम बट्टाहरू यहीँ राखेको छ त मम्मीले कहाँ पुग्यो क्रिम लाउँदिनस् मेरो पुन्टेर चाहिँ यहाँ रेडी भयो अब लाइक वान लाइक हो छोरा चाहिँ दिमाग खराब भएर हिँडेको छ के अरे आफ्नो घरमा बाइक हुँदै पनि दिमाग खराब यार बाइक सब उडाइदिनु जस्तो मलाई चाहिँ अब पठाउ गर्न जाँदैछौँ के ढिला भइरहेको बेलामा झन् यार भने भएन योमा ढिला भयो हामीले यसरी हेर्दा बस पनि भएन आफ्नै घरमा बाइक भयो नि के काम लागेन त्यही भएर त नि भएछ होइन आमाहरू चाहिँ जानु भइसक्यो रहेछ हामी चाहिँ अब टिकट काटेर भित्र जाँदैछौँ गाडी आएकै गर्छ गाडी आएकै जान्छ टिकट चाहिँ काटिसकेछ हामी चाहिँ कहाँ आएको भन्दाखेरि होइन जो ए यो टिकट देऊ न के गर्नु दादाले त्याग्नु अलिकति है अहिले मलाई दिनु हामी चाहिँ बाइक चलाएर घुम्न आएको है साथीहरू आउनु त आयो आमा छोरा होइन अनि अरू चाहिँ कहाँ हुनुभयो हामीलाई थाहा भएन यता हेर छोरा कहाँ आएको हो यता हेर त यता हेर्न खुसी छ कता हुँदा यार छिटो 1 2 3 गो
यताबाट यता पनि जान्छ उहाँ खेल्ने ठाउँ होइन है छोरा हामी चाहिँ आइसक्यौँ साथीहरू 22 धारामा घुम्नलाई अभि झन्डै लडे यो म हिँड्छु ल मेरो छोरो खुसी भएको छ उता हेरेर सानो खेल्ने ठाउँमा झन् यता हेर्नु हामी चाहिँ यहाँ घुम्न आइसकेको छौँ होइन खानेकुरो ल्याउनु हुने सबै मागेर खाना सँगै यता आइदिए उता त्यहाँ बसिरहेको थियो हामी चाहिँ आज यहाँ 22 धारामा घुम्न आएको है साथीहरू आउन त सबै गोरु यता घुम्छ भनेर लिएर त झन् सबै के गरे यो रिसाएको हेर्नु कस्तो गयो किन रिसा त यो पट्टु मोटु र पट्टुले लगाएर होइन के गर्न थालेको हौ मङ्की आएछ हेर न अबि कत्रो ठुलो मङ्की के भएको त होला के भयो के भएको यार मान्दैन यार यत्रो खेल्ने ठाउँमा लिएर हुन्छ नि यार यतातिर बच्चाहरूले यस्तरी खेल्नु यस्तो पारा यस्तो पारा आमा हेलो भनिदिनु भन्नु न हेलो हेलो हेर छोरो हेर सर के अरे हेर त त्यहाँ हेर न त्यहाँ हेर नि त्यहाँ किसिङ है यसलाई चाहिँ सब बोकेर हिँड्नु पर्यो यार पोको मेरो पोको यता हेर पोको यत्रो घुमाउनु लिइरहेको हिँड्दै हिँडेर यार बेहुलाले चाहिँ सबतिर बोकेर डुलाउनु पर्यो ल हिँड त सुरु हिँड भिडियो बनाइदिन्छु मम्मीले हिँड ल फोटो खिच्ने हो पछाडिबाट भिडियो चटपटे खानलाई छ खानु दिदी ल यता चटपट झटपट खासी बल्ल धेरै भएर हाम्रो चाहिँ 7 धारा इन भयो अब हामी चाहिँ जाँदैछौँ है गाइडहरू जाम हामी बाई बाई भन्छ